दर्शकबिनलाई स्वागत छ यस भिडियोमा। आज यस भिडियोमा के ल्याएको छु भने तपाईँले जुन दसैँको लागि एकदम नयाँ एउटा एप्स ल्याएको छु, अर्निङ एप्स है। दसैँमा तपाईँ खर्च पानी उठाउन सक्नुहुन्छ, अथवा विद्यार्थी भयो भने कोठा भाडा उठाउन सक्नुहुन्छ, यानि कि दसैँमा टुर गर्नको लागि, यानि कि सानोतिनो सपिङ गर्नको लागि पैसा उठाउन सक्नुहुन्छ। मैले यसमा मैले कति पैसा कमाएँ, 9,596 रुपियाँ कमाइसकेको छु, जसमा त एनआरपी कति अहिले 96 रुपियाँ छ। मैले जब यहाँ हेर्नुहोस् है, अब यो एप्स कुन हो, कसरी गर्ने र पैसा कसरी कमाउने, पुरा भिडियोको अन्तिमसम्म हेर्नु होला है। लेनदेनमा गएर मैले कति निकालेको छु हेर्न सक्नुहुन्छ। 1500 हिजो निकालेको छु मैले, हिजो 1500 निकालेर हिजो 1500 निकालेको छु। 1500 को 25% 40-25% के गर्छ, काट्छ। त्यसैले कति आउँछ, 1125 रुपियाँ मेरो खातामा आयो है। अब त्यसपछि हेर्न सक्नुहुन्छ फर्स्टमा, अब यो एप खोल्ने कसरी, यो एप कहाँबाट पाउनुहुन्छ, खोल्ने कसरी, यो एप कुन हो त, यो भिडियोको कमेन्टमा पाउनुहुन्छ। यो एप्सको लिङ्क कहाँ पाउनुहुन्छ, यो भिडियोको कमेन्ट, यो भिडियोको कमेन्टमा लिङ्क पाउनुहुन्छ। यो एप्स कुन हो र कसरी खोल्ने है। अब यसमा गएर टेलिग्राम के भन्छ वाट्सएपमा गएर अब कस्तो पहिला कसरी खोल्ने, यो दर्ता कसरी गर्ने एप भनेर तपाईँलाई म सिकाउन गइरहेको छु। अब आई कार्ड भनेर यसमा दिएको छ, यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि अब हेर्नुहोस्, फर्स्टमा हाम्रो के मोबाइल नम्बर हाल्नु पऱ्यो, त्यसपछि के पासवर्ड राख्नु पर्यो। प्रमाणीकरण कोड भनेको यही तल दिएको छ त, 87774, यही सेम यही हान्नु पऱ्यो है। प्रमाणिक कोड भनेको साइडमा दिएको हुन्छ, त्यही हान्नु पऱ्यो। नम्बर हान्नुपर्छ अनि दर्ता चाहिँ हेर्नुहोस्, दर्ता सफल हुन्छ। अब हामी चाहिँ खातामा हेरौँ कसरी अर्निङ गर्ने भन्ने कुरा। अब मेरो पहिला अलरेडी नै खाता छ, त्यसैले खाता हेर्न गइरहेको छु। मेरो खाता लगइन भएन, लगइन भएर अब खातामा कसरी हेर्नुहोस् है। अब पहिलो कुरा चाहिँ तपाईँले खातामा पैसा कसरी कमाउने भन्ने कुरा चाहिँ यो आई कार्ड भन्ने हो, जसमा यो गृह पृष्ठ कमाई भनेको छ, टोली कार्य भनेको छ, के हो साझा गर्नुहोस् र मेरो भन्यो। यसमा गएर पुनः भन्नुहोस् भनेको रिचार्ज गर्ने हो, रकम फिर्ता गर्ने भनेको विथड्र गर्ने हो, लेनदेन विवरण भनेको त्यसमा हुन्छ। दैनिक के चेकअप भनेको यसमा 10 रुपियाँ हुन्छ, दैनिक 10 रुपियाँ हुन्छ। ब्याङ्क कार्ड जानकारी यता हुन्छ है, ब्याङ्क यता जोड्नु पऱ्यो। अनि लगइन पासवर्ड, ग्राहक सेवा भनेर तपाईँले यसबाट तपाईँको उसको के अरे यो आई कार्डको तपाईँ म्यानेजरसँग कुरा गर्न पाउनुहुन्छ, वाट्सएप अथवा टेलिग्रामबाट है। बिहान 10 देखि बेलुका 6 बजीसम्म त निकासी हुन्छ यो। अब त्यो भइसकेपछि तपाईँले एप डाउनलोड गर्नुहोस्, यहाँ हुन्छ एप डाउनलोड गर्न सक्नुहुन्छ, एप डाउनलोड गर्ने। अब त गृह पृष्ठमा गएर तपाईँले अब चाहिँ तपाईँले फर्स्टमा अब के गर्नु पऱ्यो, तपाईँको यो साइनअप गर्ने बित्तिकै बोनस 300 रुपियाँ दिन्छ, अनि लगइन गऱ्यो भने 10 रुपियाँ दिन्छ। अब गहुँ किन्नको लागि तपाईँले 700 रुपियाँ लगानी गर्नु पऱ्यो, दैनिक 120 रुपियाँ दिन्छ, तपाईँले 100 दिनसम्म 12,000 भयो। अर्को जौ किन्नको लागि कति 1500 लगानी गर्नु पऱ्यो, दिनमा 280 रुपियाँ दिन्छ, हो कि न, त्यो गर्नु पऱ्यो। भटमास किन्नको लागि तपाईँले 3500 हाल्नु पऱ्यो, दिनमा 700 दिन्छ। मैले कमाई के किनेको छु, मैले जौ किनेको छु, जुन चाहिँ प्रति घन्टा कति 12 रुपियाँ दिन्छ। अब कति 1500 लगाएर है। अब अर्को रहेको छ, अर्को के भटमास किनेको छु, जुन चाहिँ प्रति घन्टा 29 रुपियाँ दिन्छ, जुन चाहिँ एनआरपी मैले कति 3500 लगाएको छु। अर्को मैले कति लगाएको छु, 700 लगाएको छु। गहुँ किनेको छु, प्रति घन्टा 5 दिन्छ। जौ किनेको छु अर्को 1500, प्रति घन्टा 12 दिन्छ। अर्को गहुँ किनेको छु, प्रति घन्टा 5 रुपियाँ दिन्छ, 700 लाग्छ। अब तपाईँले एनआरपी 17 यसमा चेपेर अब तपाईँको सफल भयो, तपाईँको अगाडि जान्छ, मेरो एकाउन्टमा जोडियो, 213 भयो। टोली कार्य भनेपछि यहाँ हुन्छ, तपाईँले टोली कार्य मैले 2टा पुरा गरिसकेको छु। पहिला 3500 पुरा गरेर 300 पाएँ, त्यसपछि 15,000 गरेर तपाईँले कति पाएँ, मैले 1500 पाएँ। अब 50,000 गऱ्यो भने 5,000 पुरस्कार पाउँछ है। तपाईँले साझा गर्नुसमा गएर लिङ्क यसमा हुन्छ, प्रतिलिपि भनेको लिङ्क हो, लिङ्क कपी गरेर तपाईँको टिमले यदि तपाईँको लिङ्कबाट गएर लगानी लगायो भने तपाईँको 20% कमिसन पाउनुहुन्छ त्यसबाट है, त्योबाट पाउनुहुन्छ। अर्कोबाट चाहिँ 5% पाउनुहुन्छ, तपाईँको अर्कोबाट 2% पाउनुहुन्छ। अब तपाईँको अब रिचार्ज कसरी गर्ने, पुनः भन्नुमा जानु पऱ्यो। रिचार्जको लागि 700 गर्ने कि 400 गर्ने कि 1500 गर्ने कि 3500 गर्ने। ल 700 गर्ने, अगाडि बढ्नु, यसमा जाने। यसमा चाहिँ तपाईँको यो अब टाइटल नेममा के अङ्कित स्टोर हान्ने, ब्याङ्क एकाउन्ट नम्बर यो हान्ने, एसियाबाट पनि हाल्न मिल्छ। ब्याङ्क नेम राष्ट्रिय वाणिज्य ब्याङ्क हाल्नु पऱ्यो, एमाउन्ट 700 हाल्नु पऱ्यो, अनि भाउचर यसबाट हाल्नु पऱ्यो। यसमा भाउचर स्क्रिनसट गर्नु पऱ्यो, त भाउचर त्यो हाल्नु पऱ्यो। त्यो हालेपछि तपाईँले 10-15 मिनटपछि आफै तपाईँले कन्फर्म गर्नु पऱ्यो। तपाईँले आफै 10-15 मिनटपछि पैसा दिन्छ। यदि दिएन भनेपछि, यदि आउन ढिलो गऱ्यो भने तपाईँले यसमा मेरोमा गएर तपाईँले ग्राहक सेवामा गएर तपाईँले के गर्नुहुन्छ, कन्ट्याक्ट गर्न सक्नुहुन्छ व्हाट्सएपमा, सर मेरो यस्तो यस्तो रिचार्ज गरेँ भनेर तपाईँको आफ्नो आइडीको स्क्रिनसट
अनि तपाईँको खाताको स्क्रिनसट अनि तपाईँले पेमेन्ट गरेको स्क्रिनसट पठाएर त्यसको कुरा गर्न सक्नुहुन्छ है। तपाईँले एकदम राम्रो छ यो कमाइ, एकदम बवाल छ। भर्खर आएको कहिलेदेखि हो यहाँ हेर्न सक्नुहुन्छ है। यो आएको त आइकार्ड लगानी प्लेटफर्म स्वागत छ। प्लेटफर्म सेप्टेम्बर 15मा सुरु भएको, अहिले सेप्टेम्बर कति भयो? अहिले सेप्टेम्बर 25 भयो, 10 दिन भएको छ। तपाईँ एकदम छिटो लगाउन सक्नुहुन्छ। मस्तको कमाइ छ, एकदम धेरै राम्रो छ है। तपाईँको दैनिक धेरै कमाइ हुन्छ। ल थ्याङ्क यू सो मच भिडियो हेरेर हामीलाई अन्तिमसम्म धेरै धेरै धन्यवाद छ।